कथाको शीर्षक रहेको छ डढेलो र जुरेली। धेरै समय पहिलाको कुरा हो। जुरेलीका भाले पोथीले मिलेर जङ्गलमा गुडहरू बनाएर बसेका थिए। केही दिनमा जुरेलीले 2वटा फुल पारी कोठारो बसेर बच्चा कोरली। पोथी जुरेली सुत्केरी हुँदा भाले जुरेलीले चारो खोजेर ल्यायो। आफ्नी पोथीको खुबै हेरविचार गर्यो। पोथी जुरेली पनि सुत्केरीबाट छिट्रै तम्री। उड्न सक्ने भएपछि पोथी पनि चारो खोज्न जान थाली। भाले पोथीले टाढा टाढाबाट चारो खोजेर ल्याए। बाबा आमाले ल्याएको चारो खान साना बच्चा गरी मुख बनाएर बसेका हुन्थे। भाले एउटालाई खुवाउँथ्यो भने पोथी एउटाले खुवाउँथे। गर्मीको समय थियो। रुखका पात झरेर बाटो नदेखिने भएको थियो। घाँस दाउरा गर्ने मान्छे र बटुवा पड्करमा चिप्लिएर लडे। लड्दा तिनीहरू रिसले मुर्मुरिन्थे। जङ्गलमा आगो लगाइदिने कुरा गर्थे। एक दिन साँझमा जङ्गल उज्यालो देखियो। चारैतिर हेरे तर आगो बलेको ठाउँ भाले पोथीले पत्तो लाउन सकेनन्। डरले थुरुथुरु काम्दै गुडमा बसे। पोथीले भनी, जङ्गलमा आगो लाग्यो जस्तो छ। राम्ररी हेर त बुढा। भालेले भन्यो, पक्कै जङ्गलमा आगो लागेकै हो। कुन पापीले जङ्गलमा आगो लगाइदियो होला? पारिपट्टिको वनमा हो कि यही वनमा हो? तिमी पनि बाहिर निस्केर राम्ररी हेर त। पोथीले भनी, उज्यालो नजिकै पो देखिन्छ। लौ न ठम्ब्याएर हेर। भालेले भन्यो, म रुखको टुप्पामा गएर हेर्छु है त। भाले भुर्र उडेर रुखको टुप्पामा गयो। चारैतिर हेर्यो। आगो खोला पारी लागेको पत्तो लगायो। तर झरेर पोथीलाई भन्यो, डढेलो त पारिपट्टि लागेको रहेछ। तर हावाहुरी चल्यो भने आगो वारी पनि आउन सक्छ। चनाखो भएर बस्नुपर्छ है। पोथीले अँध्यारो मुख पारेर भनी, के चनाख हुनु र? आगो आएपछि भाग्न गाह्रो हुन्छ। बरु पहिले यो ठाउँबाट अन्तै सरौँ। भालेले सम्झायो, यो राति बिचमा कहाँ सर्नु थियो र? बरु भोलि बिहानै सरौला। अहिले हावा चलेको नै छैन। आगो खोलाबारी आउँदैन। पोथीले साहस देखाएर भनी, आगोको के विश्वास छ र? जसरी भए पनि आजै बच्चा सार्नुपर्छ।
ऊ अरूको वीरमर्ता बुझ्दैन। पोथीले पनि यस्तै कुरा गरी मान्छे यो पृथ्वी आफ्नो मात्र हो भन्ठान्छ। हामी जस्ता चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, जङ्गलको जन्तुको साथ घर नि हो यो पृथ्वी। मान्छेले बुझेर पनि बुझ पचाउँछ। के गर्नु? मनमा डरे डर बोकेर भाले पोथी मध्यरातमा निदाए। बिहान पनि उनीहरू सबेरै उठे। पारिपट्टिको वन धुवाँले ढाकेको थियो। हावा चलेर आगो वरिपट्टि आउँछ कि भन्ने डर थियो। छिट्टै आउने कुरा गरेर भाले चारो खोज्न निस्कियो। पोथी बच्चा छोपेर बसी। दुईजना मान्छे गफ गर्दै तलतिर झर्दै थिए। दुवैले चुरोट सल्काएका थिए। पछाडि हिँडेको मान्छे पटकरमा चिप्लिएर लड्यो। ऊ खुब रिसायो र भन्यो, पटकरमा चिप्लिएर म लडे, अब यो चुरोटले यो पटकरलाई तह लगाउँछु। अर्को मान्छेले भन्यो, कसैले नदेख्ने गरी बनेको पुच्छरबाट आगो सल्काइदिनु पर्छ। डढेलो लगाउँदा बाटो पनि सफा हुन्छ। पटकर बलेपछि मलिलो हुन्छ। बर्खामा पानी आउँदा मल बगाएर हाम्रै बेसी खेतमा लैजान्छ। अन्न पनि सप्रिन्छ। वनमा घाँस कापी पिरा छिटो पलाउँछ। गाई बस्तु चराउन सजिलो हुन्छ। डढेलो लगाउँदा फाइदा हुन्छ। पटकरमा चिप्लिने मान्छेले भन्यो, कि तलबाट आगो लगाउनु? यही चुरोटको ठुटकोले नै सिद्ध्याइहाल्छ नि। अर्कोले भन्यो, तलबाट आगो लगाउँदा छिट्टै फैलिन्छ। गाउँलेले पनि निभाउन सक्दैनन्। जुरेली मानिसका सबै कुरा सुनिरहेकी थिए। गहिरा कुरा सोची वनमा डढेलो लाग्दा हामी जस्ता कति जीव जनावर सकिन्छन्। यही वनबाट मान्छेको गुजारा चलिरहेको छ। ऊ आफै वन सिद्ध्याउन खोज्छ। थुक्क मान्छे, तेरो बुद्धि। भालेले मुखमा चारो लिएर आयो। रुखभन्दा अलि तल आगोको धुवा देखियो। आगो सल्किरहेको थियो। हुरु बल्न लागेको थियो। आत्तिले भन्यो, ऊ हेर त, यही वनमा आगो लागेछ। अब कसरी बच्चा जोगाउने होला? पोथीले एकछिन अघि मान्छेले गरेको कुरा सुनाए। भालेले हतार बच्चालाई चारो खुवाए। आगो बल्दै आयो। वनको पुच्छरबाट पनि धुवाँ निस्कियो। भिरालो जमिन आगोको तलबाट माथि आउन धेरै बेर लाग्ने थिएन। दुवैतिर आगो दन्कियो। रुखका हरिया पात चट गरी बल्न थाले। जुरेलीका भाले पोथी आपतमा परी हार खाएनन्। दुवैले चुट्टाले समातेर पहिलो एउटा बच्चालाई
हिजो राति गाउँले मिलेर डढेलो निभाएका थिए। डढेलोले धेरै क्षति गर्न पाएको थिएन। डढेलो लगाउने 2 जना केटालाई अरू मान्छेले घेरेर राखेका थिए। स्कुलले भाइ बहिनी नारा लगाइरहेका थिए, अपराधीलाई कारबाही गर, कारबाही गर। चौरमै वन उपभोक्ता समितिको बैठक बस्यो। कोही मान्छे एक पटकलाई कारबाही गर्नु हुँदैन भन्दै थिए। वन उपभोक्ता बहुमत सङ्ख्याले कारबाही गर्नुपर्ने कुरा उठायो। वन अध्यक्षले सोधे, डढेलो लगाउनेलाई के कारबाही गर्ने त? तपाईहरू नै भन्नुहोस्। धेरैले जङ्गलमा भएको क्षति हेरेर कारबाही गर्नुपर्छ भने, कोहीले जिल्ला वन कार्यालयमा उजुरी गर्नुपर्छ भने। अन्त्यमा उपभोक्ताले ती केटाहरूलाई डढेलो लगाएको ठाउँमा वृक्षारोपण गर्न लगाई कारबाही गर्ने भए। जुरेलीका भालेपोथी रुखबाट तलका कुरा सुनिरहेका थिए। जम्मा भएका केटाकेटी पनि खुसी भए। झन् जुरेलीका जोडी त कति खुसी भए भनेर साध्यै छैन। भालेले भन्यो, देख्यौ त अपराध गरेर उम्किन नसकिने रहेछ नि। पोथीले भनी, पाप धुरीबाट कराउँछ भनेको यही होला है। यो भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद।